हामी अजानमा थाक्ला हजुरले भनेन पश्चिम दिशामा हजुरलाई भन्नु घुमफिर गर्न आमा छोराछोरी हजुर घुमफिर गर्न गएको बीच बाटोमा हजुर एउटा मर्दले हजुर देख्यो दुईजना मर्द तीनजना मर्द भएर मेरो बाउलाई मारो हामी बिचल्ली परेछौँ हामी मन्दिरमा छैनौँ रुँदै हिँड्दै डाँडा पाखा हिँड्छौँ हामीलाई त्यसलाई क्यारेर हुन्छ त ल गर्ने सर गरेर मेरो बाउलाई मारो त्यस्तै गरेर मैले बिचल्ली पारेर छोड्छु मैले हामी बिचल्ली परेछौँ त्यस्तै बिचल्ली पार्ने छु मैले कन्ने केटा कन्ने केटी नखै छोड्दैन मलाई जस्तो गरेर हामी बिचल्ली परेछौँ त्यस्तै गरेर मैले पनि बिचल्ली पारेर छोड्छु मलाई जस्तो गरेर रुवाए उस्तै गरेर म रुवाइदै छोड्छु पुरा जमिन ध्वस्त पारेर पुरा ताल बन्ने छ हजुर ल भन्दिनु खन्काइदिनु हजुर खन्काइदिनु हजुरको पर्सन परेर म्याम 10 सम्म जोडी हात ल्याउने कोसिस गर्न तपाईँ एकजना बिचल्ली पर्नु होइन त्यत्रो जनतालाई बिचल्ली पार्नु त भएन के मेरो बाउलाई चोट लागेको भए मैले माफी मागेर मान्नु थिएँ मेरो बाउलाई मारेर फालो मैले पनि माफी माग्दैन म माफी मागेर नि मान्दैन मैले ध्वस्त गरे मैले ध्वस्त गरे होइन त्यस्तो गर्न पाइएन अब मारे हेर्नुहोस् कुनालाई त्यो समातेको उसैलाई ल्याउनु पर्यो यहाँ हेर्नु त्यसलाई पनि गट्टिलो छैन जुन दिनमा मेरो बाउलाई मारो उही दिनबाट त्यसलाई पनि गट्टिलो छैन त्यसको तल्लो राखिसकेछौँ खान बनाउनु पर्यो हजुर ल भन्नुहोस् कहाँ बस्नुहुन्छ तपाईँले त्यही भनेको हामीले थाहा बनाएर हेर्नुहोस् अब पञ्चमी आइज हेर्नुहोस् खुसी रहनुहोस् यस्तो नबनायो भने हामी राति गइरहेको छौँ ल भन्नुहोस् खान बनाए मान्नुहुन्छ हजुरको सेवा गर्ने हामी मान्दैनौँ नमानेर त क्यारेन्टाइन मान्दिनु पर्यो नि अब होइन हामीलाई जसो गरेर यसले बिचल्ली पारो त्यस्तै गरेर मैले बिचल्ली पारे म छोड्दैन म माफी मागेर नि मान्दैन अनि पुण्डाङ गर्दा नि ल भनिदिनुहोस् पर्ने छोरा यहाँको पुण्डाङ हुन् ल भनिदिनुहोस् नाक नगिनी आफ्नो छोराछोरी कान्ने हुन् के हुन् ल भन्ने छोरा भन्नुहोस् नाक नगिनी छन् नाक नगिनी हजुर जनताको सेवा गर्नु पर्यो नि अब जता नदिनुहोस् हजुर हामी अब अजानमा छौँ हामीले देख्दा नि देखिनौँ हेर्नुहोस् हामीलाई त्यहाँ थान थियो भने थाहा थिएन ल पर्ने छोरा हजुरले भन्नु